ल हेर्नुस् यो पोखराको रूपतालमा रहेको तालबेसी ठाउँमा रहेको यो सुकेको ठुट्टाबाट पानी आउने यो अद्भुत चमत्कार भएको छ। यहाँ ताल सम्माउने प्लाटिङ गर्ने क्रममा भेटेको यो ठुट्टा निकाल्दा पनि निकाल्न नसकेको यहाँ जलसिद्ध महादेव मन्दिर यहाँ अद्भुत चमत्कार छ। ल हेर्नुस् यहाँ पम्प कुनै पम्प लागेको छैन, केही लागेको छैन, फेरि पनि पानी आइरहेको छ। पानीको सतहदेखि धेरै माथि छ यो, फेरि पनि यहाँ पानी आइरहेको छ। यो काठको ठुटा छ यो, ल हेर्न सक्नुहुन्छ। यहाँ दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ यसमा। यहाँ जलसिद्ध महादेवको नाम राखिएको रहेछ यसमा। यहाँ भिडियो बनाउँदैछु यार, कहाँ जाम भनेको छ यार। ल हेर्नुहोस्।